फाइनली गाइज हामी माथि जान लाग्छौँ। नक्कली भन्छ नक्कली रहेछ। सारङकोटको ढाडीमा उसके यहाँ माथि अस्ति उहाँ डाँडा माथि लगिदिएको त थगिस कसरी हिँडिरहेको यार तिमी माथि हराइस भन्छ हरायो भन्छ हार्ने मान्छे नि कि ए हरायो भन्छ बे हार्ने मान्छे लेखनाथ समय देखिरा फोटो नहीं अन्ना जैसे बल्ल पुग्यो फोटो भ्यू टावरतिर जाऊँ ल गाइस यता चलो गाइस आउनुहोस् हजुरलाई हाम्रो सारङकोटको भिडियो देखाउँ बडी बोल्ने हैन बडी बोल्ने हैन गजब बेइज्जती है। चलो भाई देखो अब मैं क्या करता हूँ। हामी यसको माथि गइरहेको छौँ। अब यहाँबाट के छ लिफ्टको व्यवस्था के छ सेल्फी राम्रो छ ओ सिधै आइ उल्टा हेट घुमी फेरि उही रहेछ हामी गइरहेछौँ है माथि खै के हुन्छ माथि हेर्नुपर्छ लाइट त यस्तै हो नेपालको विकास एसी लगा फोटो हान्दियो फोटो रोक अहिले ल ल ल चल्ने बिस्तारै हामी हिँडिदिएको हो आज भ्यू टावर होइन यस्तो हो जिन्दगी 2082 सालको 2 महिनामा 3 गते एक्जाम भ्याएको आज हामी 3 गते आज हामी घुम्न पोखराको सारङकोट भ्यू टावरमा हामी चढ्दै गोपाल जी मोबाइल भ्यू छ है गाइस तलबाट अब कति तलबाट हाम्रो केबल कारको लाइन चाहिँ यता यो चाहिँ केबल कार
बढी चल्दैन यो केबल कारको मेन पोइन्ट यहाँबाट हामी केबल कारमा सकेपछि फेरि यहाँबाट हामी जान्छौँ ल यो केबल कारको दोस्रो सेकेन्ड पोइन्ट फेवा त सगरमाथा टक्करीको छ बे यहाँ हेर न कत्रो 8000 मिटर रे सगरमाथा बराबर छ 4000 हुन्छ 8848 भन्ने चाहिँ यो हो जामिन ओए मार्दी मालदु नीलगिरी एउटा कारण बुझेन के गाह्रो हिमचुली अब यहाँ हेर यहाँबाट चाहिँ यहाँ माथितिर सब हिमाल देखिन्थ्यो तर पोल्युसनको कारणले आज देखिया छैन त्यति ज्ञानी बुद्धिजीवी त छ यो चाहिँ नेपालको नक्सा चाहिँ यसो किन घुमाएको जननी जन्मभूमिश्च स्वर्गादपि गरियासी लोगो यो पुरै किन लोगो रे अबे 5वटा 4वटा अन्नपूर्ण आयो फाइनली सारण गर्न यसको भिडियो बना त जसे हाँ भिडियो बना यसले डिस्क्राइब गरिरहेको छ यहाँ हिमलङ हिमाल भनेको यतापट्टिको छ हिमलङ लमजुङ हिमाल छ र हिमलङ हिमाल थियो लार्काय लापास भनेको यता हामीले जहाँ त्यो युनिभर्सिटीतिर हेर्छौँ नि त्यहाँ रहेछ चिहो हिमाल भनेको अझै उता यो हामीले देख्छौँ कि देख्दैन मान्छेले देख्दैनौँ क्या हामीले हिमाल कसरी भएको त्यसपछि यहाँबाट अन्नपूर्ण रेन्ज यसरी भन्नु अनि धौलागिरी हिमाल कसरी भयो तल थाहा होला नि तल भन्नु सिका एकचोटी पोखरा मेट्रोपोलिटन युएन एक्जाम हल्ला जाम 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 नेशनल यहाँ उ गर्दै इन्स्टाग्राम फलो हाल्दै टावर छ कसले हो त्यो कसले यहाँबाट चढ्न पाए जाम जाम एनटिभी टावर यो साला तड्पिसक्यो पानीबाट माछा निक्लिसक्यो कस्तो माछा त्यही भयो ल अब फाइनली हामीहरू माथि सारङकोटको भ्यू टावर घुमेर तल आउन लाग्छौँ माथि आउनु अहिले माथि घुमेर त्यहाँ भ्यू टावर सब हेरेर होइन अब तलतिर लाग्नु पर्यो भन्नाले त्यहाँ केबल कार चढ्नतिर होइन टक्क लाएर ऊ हेर केटाहरू दौडिया छन् अब त्यहाँ केबल कार चढ्न जानु पर्यो ल फाइनली गाइज हामीहरू सारङकोटबाट तल आएर अच्छा हमको सिखा रिया यहाँ अब केबल कार चढ्नलाई झल्ना छौँ होइन यहाँ छेल्लो पार्टीहरू अन्नपूर्ण अहिले देखाउँ गेमा यस्तो यस्तो देख्न पाइन्छ बन्द गर न त्यहाँ 60 वर्ष छ यहाँ 70 वर्ष अन्नपूर्ण केबल कार के भन्नु हान्न चाहिएको 60 जब 25 60 हुन 70 उल्टो चलाएर आउनु हो गाइज फाइनली के को यो केबल कारको टिकट ल्याउनु ल तल हैन तल माथि कहाँ हानेको माथि होइन तल समीर माथि आउनु पर्छ नि राम्रोसँग चलाऊ है फेरि त्यहाँ तल हो के ल आज पहिलो म छुटेँ झन्नै म छुटेको झन्नै म छुटेको ल कति नम्बर ग्राउन्डमा हो ग्राउन्ड होइन ग्राउन्डमा किन हो कति नम्बरमा ग्राउन्ड होला नि तुमसे ना हो पाएगा
अबे ग्राउन्ड हान्न ब्रेलमा पनि रहेछ यार हजुर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह ग्राउन्डमै रहेछ मा फ्री फल भन्छ यसले ल अब खुल्छ यहाँ त तल त भयो एक्जिटमा पुग्नु त बुला यहाँबाट होला नि उताबाट होइन ल ल केटा हो यताबाट हो अब आफै हुन्छ हट अब भित्र सुन्ने हो ल केटा हो छिन्न लाग्छौँ ल केटा हो अन्नपूर्ण है अन्नपूर्ण बेस के भन्छ नि यसलाई केबल कारमा अन्नपूर्ण केबल कार ल आज पहिलोचोटि जाने भयो यस्तै छ रोकिने रहेछ यार बिचमा कुटेर यिनीहरूको अभी मजा आएगा ना भिड़ो फाइनली आफै हुन्छ एकचोटि यतिकै भिडियोमै हुन्छ त हामीले चाहिँ राम्रो सिट रोज्यौँ त्यति खुसी छ कस्तो यता हान न भिडियो बनाउनु अब आफ्नो नबनाऊ हामी यहाँ घुम्न आएको त धेरै नबोल त भाइ हल्ला गरेर तिमी दिमाग नखाऊ यो खाली पनि आएर हड्यो उलो हेर ल फास्ट चल्छ बनाउनु अलि फास्ट चल्छ अब यो हेर्दै सुस्तार त कहाँ कहिले पुग्ने हो र हामी 9 मिनेटमा पुग्ने हो हामी देवताल यो कटेसी ल यो कटे खान्छ होला कि यसले ब्याट्री खान्छ बत्ती ल यो गयो अब भ्यूको मजा लिने छोडिदियो सब के यिनीहरू पो राम्रो सिटमा होइन के हो त हाम्रो त फर्केर त आउँछ हामी जानु यस्तो हेर्नु मिल्यो अब यहाँ अब तल जान्छ है जस्ट मेरो भिडियो बनाइदिनु यतिकै एउटा उठा ले रे देवा उठा ले रे बाबा मुझे अमीर को नहीं रे ये दो गरीबों को उठा फेरि खर्च फेरि यसो गर यहाँबाट चुप बिल्कुल चुप हिम्मत कैसे हो तेरी मुंह खोलने हेर न हामी सिधै डाँडामा तल झरे जस्तो तल हेर न तलमा त्यही त तलै हेर मेरे को तो ऐसा धक धक हो रहा है मेरे को भी हो रहा देखिए हाम्रो माथि त केही छोडेन नि फेरि वहाँबाट गएर वहाँबाट आउनुपर्छ मा कहाँ रहेछ यो मेन पोइन्ट त्यो होटलमा होटल जस्तै त्यही होटलमै होला क्या स्विमिङ पुल नै छ त्यहाँबाट हिँडेर जाने तल लेक साइडमा हेर्छ कति हिँड्नु छ अब हामीलाई कति हिँड्नु छ त्यहाँबाट ठाउँ खोजिहाल्छ सट्ट उता कुनाबाट त्यही रोडमा जाने क्या यसले ऊ त्यो बन्नु लाग्यो घरबाट कल्टिहाल्नु उता देखिन्छ आधा घन्टा त चोखै लाग्छ हेर त्यहाँ हिँड्न त लाग्छ यो हेर अब छोड्दो मोबाइल सोबाइल बस्छ अब एकछिन यो हेर आरामले छोड्दो एउटा क्यामेरा नि हालिदिनु पर्ने त्यहाँ होइन यो के मेलामा हुन्छ नि त्यो रोटेपिङमा त्यो टायरले घुमेर आउँछ नि सेम त्यस्तै रहेछ क्या हम मालूम है तेरे बाप को मत सिखा हो दे कति ओह्रालो हो यार म्यान ए ओए ऊ त्यहाँ उता रोक्दो रहेछ त्यो होटलको उतापट्टि त्यो माथि क्या त्यहाँ रहेछ यसको कति सुस्तरी हो
त्यहाँबाट हामीले यो साइड निक्लेर त्यहाँबाट खाली आइरहेन कोही न कोही मान्छे एक्सस्ट गरेर मान्छेलाई सजिलो हामीले 1500 तिरिसक्यो अब आधी घन्टा लाग्यो त्यो भइसक्यो कोही नचढिने घाटा जान्न 1500 तिर्नु तिनीहरूले एउटै ठाउँमा बसेर उभिएको यो सबमा धान के त छ त ऊ एउटै कापी छ एउटा सबैले कन्ट्रोल हाल्ने समीर र यो बसेर भइहाल्छ उतापट्टि दुट्टै मोटो खानु सामान ल्याउनुलाई मात्रै फाइदा रहेछ तिमीलाई यस्तो युज गर्यो भने बहुत पैसा बचेको नि त्यत्रो लामो ल फाइनली हामी अब केबल कार चढिसक्यो अन्तिम चेक पोस्ट अन्तिम चेक पोस्ट उता सामान बोक्नेवाला रहेछ स्विमिङ पुललाई गिरे त्यो एउटा बाजा सामान बोक्नु ढोका खोलेर झाम फाल्दिउँ स्विमिङ मेन्टेनेन्स गिरौँ न एउटा टुप्लुक्कै गर्मी भइरहेछ होइन मजा ढोका खोलेर चुप्लुक ए फोहोर छ सानो रहेछ सानो छ त्यही नि फोहोर छ यार ओइ यो कुन होटल पो यति बनिरहेको छ साला त्यही नि बनिरहेछ 10 खर्बङको लगाइने सबै हेर त भित्र मेन्टेनेन्स लग्जरी छ लग्जरी बन्न लागेको रहेछ हेर्न सब सामानहरू आहा हेर्छ मार्बल यताउति के बनेर हान्छ बुढो एकछिनको मान्छेको रमाइलोलाई यत्रो बनाउनु पर्छ नबना मेरो बहुत मनुष्य लग रहे हो मत करो रहने दो बहुत बुरे लग रहे हो तो ए टिकट यहाँ हेर्छ होला मुला त्यो पनि होला खाइसक्यो मानि के हो ल सर टिकट लिएर आउनु जसरी नि म जान्छु बत्ती गरेको बिचमा बसेको होला यो हुन्छ यसको अटो सिस्टम यहाँ त यहाँ हेर दुईटा नयाँको सबै त्यहाँ हेर नि त्यहाँ अनि त्यो 8वटा रहेछ 8वटा टोटल कुन आएपछि रोकिदिँदो रहेछ हेर नि त्यहाँ त्यो 2-3टा मात्रै चालुमा राखेर रहेछ कि अरू पनि राखेर रहेछ 8वटा हामीलाई अब फाइनली हामी अब बाहिर जाने गेटमा पुग्यो हाम्रो लागि आफै गेट खोल्छ निस्कु एक्जिट गर्दा बाटो हो यताबाट होइन यताबाट एक्जिट ल हामी आएको अन्नपूर्ण केबल कार नम्बर 2 मा आएको हामी नम्बर 1 यतै छ नम्बर 1 मा खैरेहरू आएको थियो नि त होइन 500 पर्सन पर आवर 1 घन्टामा 500 जनालाई तलमाथि गर्न सक्नुहुन्छ टुरिस्टमा हो गए केबल कार चढियो होइन अब यसो तल लेक साइडतिर गएर अलि घुमेर अनि साथी घर जानु पऱ्यो रुममा जानु पऱ्यो कहाँ घर त हेर वाटर ब्युटी कसरी छ See you again रे अब तिम्रो त गर्दैन यहाँ रहेछ नि ट्रान्सपोर्टेसन त्यही भएर त्यो फोटो खिचिदिएर भिडियो मात्र रहेछ यारमा ओ रहेछ त्यसमा आउ आई लभ भन्नुपर्ने के हो हिँड्ने आधी घन्टा लाग्छ अहिले सिंगल लम्नी कतै के छ ल फाइनली हामी चढेर तल आयौँ ऊ यो एक्जिट तलको पोइन्ट हो गइरहेछौँ अब हामी केटाकेटीहरू ल हमाल तिम्रो लागि ट्याक्सी आयो तिमीले हिँड्ने हो ट्याक्सी पैसा छैन अब
1500 सक्यो ट्याक्सीमा जाने औकात भएन अब हिँडेर जानु पऱ्यो आधी घन्टा त उता तल लेक साइडसम्म छाता ल्यायो भने रहेछ फाइनली गाइज हामी माथि सारङकोटबाट तल आएर यो लेक साइडमा पुग्यौँ होइन अब लेक साइड यसो घुमिन्छ फिरिन्छ यो मोबाइलको मालिकले मोबाइल दिनलाई यति मरिरहेको छ कि भ्लग बनाउनलाई मेरो मोबाइल मात्र हराएर मात्र हो नत्र बताउँथेँ म सुन अब यसले मोबाइल तातिसक्यो भने होइन अब एकछिन यो यस्तो भ्यू हेर त्यसपछि मोबाइल अफ हुन्छ टुच्च टाइममा गरिहाल्छु म यदि स्थिति मिनेटको बिचमा भ्लग अहिले चाहिँ लङ भ्लग गर्नलाई चार्ज नै छैन मोबाइल तातिरहेको छ है ओके